हाई गाइस, आज चाहिँ मैले काँचो अचारको रेसिपी लिएर आएकी छु। यदि हजुरहरूलाई पनि काँचो अचार मिठो लाग्छ हामीलाई जस्तै भने चाहिँ हेरिदिनु होला सुरुदेखि अन्त्यसम्म। त्यसको लागि मैले लिएकी छु काँक्रा, गाजर, प्याज सबै लामो लामो काटेको छु, अनि धनियाँ अनि खोर्सानी चाहिँ हजुरहरूको कति खानुहुन्छ त्यो अनुसार मैले चाहिँ दुईटा मात्रै चिरेर काटेर मसिनो बनाएर हालेको छु। पिसेर हाल्न पनि सक्नुहुन्छ है त। यसको लागि मैले हल्का सेतो तिल भुटेको छु, हल्का हल्का ब्राउन हुने गरी मात्रै, अनि अलिकति धनियाँ भुटेको छु, अनि 2-3वटा ल्वाङ हालिराखेको छु। अब म यहाँ के गर्दैछु भने नि गाइस, अघि पिसेर सबै धुलोलाई यहाँ हालेछु। यो अचारको लागि मेरो लागि चाहिँ यो अचार बनाउन मेन चाहिने भनेको तिल हो, बिकज आई लभ तिल, अनि तिलको बास्नाले गर्दा अचार एकदम टेस्टी बन्छ गाइस हैन। अवश्य पनि तिल चाहिँ ल्याएर भुटेर हाल्नु होला भन्छु। अरू भनेको त हजुरहरूको जे हाल्न मन लाग्छ आफ्नो इच्छा हो। एड गर्दैछु तोरीको धुलो, घरमै पिसेर राखेको, मलाई जेहीमा पनि खानुपर्छ यो चाहिँ। अनि नुन हजुरहरूको स्वाद अनुसार कति कति खानुहुन्छ। कालो भएको छ तड्का लगाउनेको, यसको लागि मैले ताई बसाएँ, अनि थोरै तेल, जस्तै तेल हजुरहरूको घरमा जे छ त्यही, हामी चाहिँ अलिभ खान्छौँ सो त्यो हालेको छु। अनि त्यसमा मैले पड्काउनको लागि चाहिँ धनियाँ र जिरा थोरै हालेको छु। अनि साथसाथै म त्यसमा हल्दी पनि हाल्नेछु कलरको लागि, हल्का राम्रो देख्छ नि त यल्लोस्। यहाँ हजुरहरूले खोर्सानी पनि गर्न सक्नुहुन्छ, रातो खोर्सानी मिठो आउँछ पिरो बनाउनु भयो भने चाहिँ अचार। बट यतिको डढिसकेपछि यो दामी देख्यो नि त, एकदम मिठो पनि बन्यो। यो अघि जे पनि सामग्रीहरू हालेको थियो नि त्यसमा चाहिँ हामी यो जान्दिनेछौँ यसरी क्या। मिठो 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 बास्ना आयो। ओ माई गड गाइस, ट्राई गर्नु होला। यदि यो अचार हजुरलाई मन परेन भने चाहिँ ल मलाई कमेन्ट गर्नु होला क्या, मन परेन भने चाहिँ। अचार चाहिँ यतिकै खाँदा पनि नमिठो चाहिँ हुँदैन, एकदम मिठो हुन्छ, यतिकै मिक्स गरेर खान सक्नुहुन्छ। तर यदि हजुरहरूसँग अवगाह्रो छ भने चाहिँ घरमा ओ माई गड यो एड गरेर खानु होला, दामी हुन्छ। अनि यसमा टमाटर पनि मिसाउन सक्नुहुन्छ हजुरहरूले, टमाटरको बनाएर ग्राइन्ड गरेर। बट मलाई चाहिँ यो हालेको मनपर्छ ल। यसमा 2टा कागती निचोडिसकेको छु, कागती जति अमिलो खानु मन लाग्छ त्यति हाल्नु होला। अनि सबैलाई यो एकै ठाउँ हुने गरी मजाले मिक्स त गर्नु पर्यो नि त। अनि हजुरहरूको अचार चाहिँ यति मिठो बन्छ, यति मिठो बन्छ, यति मिठो बन्छ कि हजुरहरूले मलाई थ्याङ्क यू भन्नुहुन्छ क्या। अनि कस्तो लाग्यो हजुरहरूले बनाएर खाँदा अथवा हेर्दा कस्तो देखेको छ अचार, खाउँ लाग्यो कि लागेन कमेन्ट गर्न नभुल्नु होला। अनि साथसाथै यदि हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन हाम्रो च्यानलमा भने गरिदिनु होला, अनि लाइक सेयर सब्सक्राइब सबै थोक गरिदिनु होला भन्दै अहिलेलाई चाहिँ बाई बाई। यस्तै मिठो 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 अचार बनाएर खानु होला है त। ल गाइस, अन्त्यमा अचार चाहिँ यस्तो देखिएको छ, एकदम दामी। बट यो क्यामेराले राम्रो तान्दैछ छैन म जान्दिनँ, बट स्वाद चाहिँ नि भन्नुहुन्छ भने तपाईँहरूले कुरै छोडिदिनुहोस् क्या, तपाईँहरूले औँला चाटी चाटी खानेवाला हुनुहुन्छ। सो यो अचार अवश्य पनि बनाउनु होला अनि खानु होला घरमा, साह्रै नै मिठो हुन्छ, साह्रै नै मिठो।